हरि ओम शुभ प्रभातम। यो मैले हजुरलाई दृश्य देखाइरहेको छु। यो गुल्मी जिल्लाको पहाडको शीर्ष स्थानमा रहेको अत्यन्त सुप्रसिद्ध देवभूमि तपोभूमि सन्तको चरणद्वारा पुनित यो क्षेत्र हो, जसलाई चाहिँ दिब्रुङ भनिन्छ यो ठाउँलाई। यहाँ चाहिँ हाम्रो राष्ट्रसन्त ब्रह्मलीन गुरु महाराजले यो क्षेत्रलाई चाहिँ पूर्ण रूपमा विकसित गर्नुभएको यो जुन क्षेत्र हो, यहाँ आएर गुरुजीले तपस्या गर्नुभएको, त्यसपछि तपस्याद्वारा नै यो क्षेत्रलाई आलोकित गराउनु भएको थियो ब्रह्मलीन गुरु महाराजले। अहिलेको यो बिहानको समय, हिजो रातिदेखि झरी परिरहेको छ, चिसो छ, एकदम अत्यन्तै चिसो है। करिब अब अलि तल फाँटतिर बस्ने व्यक्तिहरूको लागि यो क्षेत्रमा बस्न अलि असह्य जस्तो नै हुन्छ सुरुमा, किन भन्दा अत्यन्त चिसो, गर्मीबाट आक्रान्त भएर यो क्षेत्रमा आउँदा सुरुमा चाहिँ एकदम चिसो सहन गर्न चाहिँ अलि समय लाग्छ हैन। यो लगभग करिब हिजोदेखि पानी पनि परेको छ, यही माथि चिसो, त्यसमाथि पानी झन् चिसो बनाएको छ। यो चाहिँ अहिले बनेको नवनिर्मित भवन हो। यो करिब 3 वर्ष भयो ओ ढन्नमा चिप्लिन हैन। त्यसै यो भवन हो। त्यसै गरी यो चाहिँ आश्रमको परिसर, यहाँबाट माथि जाने यो बाटो भयो। यता यी सल्लाहका रुखहरू छन्। मौसम चाहिँ एकदम चिसो छ है। मैले बारम्बार भनिरहेँ चिसो भनेर चाहिँ, किन भन्दा गर्मीमा बस्नेलाई चाहिँ मैले यहाँको कतिको चाहिँ चिसो छ, वातावरण कस्तो छ भनेर चाहिँ मैले हजुरहरूलाई अब डाहा गराउन पनि खोजेँ। यो भवन हो अहिले नयाँ बनेको। त्यसपछि यहाँ यो फुल बगैँचा छ सामान्य, यता पनि बाँसको रुख। अहिले चाहिँ पानी सिमसिम परेको छ। यो पनि नवनिर्मित भवन हो, भर्खर बनेको। यो चाहिँ यही हो। त्यसै गरी हजुरलाई मैले हाम्रो मन्दिर देखाउन चाहन्छु। यो चाहिँ हाम्रो हवन कुण्ड, यहाँ चाहिँ हवन हुने गर्दछ। त्यसै गरी यो चाहिँ यहाँ चाहिँ मण्डपमा चाहिँ यहाँ वेदी बनाइएको छ। यहाँ विशेष पूजा अर्चना चाहिँ यही हुने गर्दछ। त्यसरी यो सबैभन्दा पुरानो घर यहाँको दिब्रुङको। यी पछि अरू संरचना बने पनि यो चाहिँ हाम्रो एकदम अत्यन्त पुरानो। योभन्दा माथि पनि छ अर्को। त्यसै गरी नन्दी महाराज, तुलसी मठ। त्यसै गरी यहाँ दिव्य हाम्रो यहाँको प्रसिद्ध मन्दिर लोकेश्वर महादेव है। त्यसै गरी यहाँ मन्दिरको दर्शन पनि गराउन चाहे हजुरहरूलाई। शिवजीको दिव्य मूर्ति, त्यसै गरी यहाँ दिव्य स्वरूप शिव पार्वती, शिव पाञ्चतनको दिव्य स्वरूप देख्न सकिन्छ। त्यसरी यहाँ चाहिँ हाम्रा अनन्त विभूषित ब्रह्मलीन गुरु महाराजको दिव्य तपोमूर्ति, त्यसै गरी अगाडि शिवलिङ्ग देख्न सकिन्छ। यो चाहिँ यहाँबाट देखिने पुरै परिसर, दिब्रुङ परिसर, यो मन्दिर भवनहरू सबै देखिन्छ। अहिले देख्न सक्नुहुन्छ बाहिर पुरै कुहिरो लागेको छ वरिपरि। यहाँ शान्त, एकदम कोलाहलबाट एकदम कोलाहल वर्जित छ यहाँ भनौँ लगभग शान्त। यता चाहिँ हाम्रो सामान्य यो करेसाबारी छ। यहाँ चाहिँ मकै, त्यसरी अलिअलि सागसब्जीहरू उब्जनी हुने गर्दछ। यो चाहिँ रोडबाट आउनेको चाहिँ यो साइडबाट बाटो छ है। त्यसै गरी पानी परेको छ। यो यसरी चाहिँ यो चाहिँ एकदम दिव्य भूमि। यो भूमिमा यदि हजुरहरू आउनुभएको छैन भने एक दिन अवश्य पनि यो भवनमा, यो क्षेत्रमा आउनु होला। यो क्षेत्रमा आउनाले मात्र पनि आफ्ना क्लेश जति पनि पाप हुन्छ त्यो पाप चाहिँ अवश्य पनि नष्ट हुनेछ यो ठाउँको दर्शनले मात्र पनि। ओम।